हजुरहरू कसैको मुटुमा कुनै पनि प्रकारको समस्या छ भने यो सिबक्थन जुस यहाँहरूका लागि वरदान साबित छ। उच्च हिमाल जहाँ -40 डिग्रीसम्मको तापक्रम हुन्छ, जसमा पनि फल्न सक्ने क्षमता राख्ने, धरतीको अमृत भनेर चिनिएको, जसलाई सञ्जीवनी बुटी नै भनिएको छ, मानव स्वास्थ्यको लागि यति उत्तम छ कि मुटुको कुनै पनि समस्या, शरीरमा नराम्रो कोलेस्ट्रोल काट्नको लागि, राम्रो कोलेस्ट्रोल बढाउनको लागि, पेटको कुनै पनि समस्या, ग्यास्ट्रिक कब्जियत, अल्सर, पाइल्स जस्ता कुराहरू, आँखाको समस्या, छालाको समस्या, सुगर, प्रेसर, मुटु मृगौला, फोक्सो र कलेजो सफा गर्नको लागि पनि यो यति वरदान साबित छ। यो यस्तो फल हो जो अमलाभन्दा कैयौँ गुणा बढी भिटामिन सी यसैमा पाइन्छ। यो यस्तो चिज हो धरतीको एकमात्र जसमा ओमेगा 3679 एउटै चिजमा पाइन्छ। त्यही भएर यसको संसारभरि ठुलो रिसर्च छ। यहाँहरू आफैले पनि गुगल युट्युब गर्नुहोला। स्वास्थ्यको लागि अमृत, कुनै पनि व्यक्तिले प्रयोग गर्न मिल्ने, स्वास्थ्यमा समस्या भए पनि नभए पनि हरेक उमेरको व्यक्तिले सेवन गर्न मिल्ने यो जुस उपलब्ध भइसकेको छ। यहाँ